आज चाहिँ हामी बिहान चाहिँ यहाँ बतासेको ग्यारेज चाहिँ आइपुग्यौँ हो। किनभने चाहिँ अब हाम्रो गाडी चाहिँ यहाँ पर हेर्नु जान्छ बनाउनुदेखि बिग्रेर हो। अन्त लगभग 4-5 दिन चाहिँ राख्यो होला ग्यारेजमा। अन्त अब चाहिँ गाडी बनिसकेछ हो। त्यही कारण चाहिँ अब आज चाहिँ हामीलाई गाडी दिँदैछ। अनि यहाँ छ हाम्रो गाडी चाहिँ। अब चाहिँ आज चाहिँ घर लाने गाडीलाई बसको यात्रा पनि एकछिनमा गर्नु पायौँ हामी चाहिँ कि अब गाडी दिनु चाहिँ अलिक टाइम लाग्दो रहेछ। त्यही कारण चाहिँ अब फुपूकोमा जाने प्लानिङ भयो हाम्रो होइन। उहीँ पर हो घुम चाहिँ घर चाहिँ। त्यही कारण चाहिँ अब हामी जाँदैछौँ। गाउँ कस्तो मजा लाग्यो? बस्दा मजा लाग्यो। सिट चाहिँ पाइनँ, उभिएरै भए पनि मजा लाग्यो। ल हामी चाहिँ अब यहाँ घुमको के भन्छ त्यस्तो नलग्दो खाँदैन हाम्रो फुपूहरूले। यहाँ फुपूको घर मुनिको यहाँ दोकानमा आइपुग्यौँ कि अब आफ्नो मान्छेकोमा जाँदा खाली हात जानु त अब अप्ठ्यारो होइन। अब केही लग्दिनँ भनेर सल्लाह भएर चाहिँ अब यहाँ चाहिँ दोकानमा के किन्दैछौँ, बिस्किटहरू लगिदिउँ न। ल हामीले चाहिँ अब दोकानबाट चाहिँ कसैले चाहिँ अब के घरमा चाहिने हामी केटीलाई त त्यस्तै हुन्छ नि त। यो अन्डा भनेपछि छाक टर्छ होइन। अन्त अब यो अन्डा र अब यो बिस्कुट चाहिँ अब हामीले फुपूकोमा लगेर चाहिँ अब हामी जानुपर्छ। ल हामी चाहिँ अब फुपूको घरतर्फ चाहिँ लाग्यौँ कि। अन्त आज चाहिँ एकदम मजा लागेको छ मलाई। एकछिन भए पनि बस चढ्ने रहर चाहिँ मेरो पुरा भयो। पहिला स्कुलतिर चढेको याद आउँछ मलाई हो। त्यही कारण चाहिँ मजा लाग्यो शिवु। मजा है एकछिन भए पनि। त्यही त फुपू घर आइपुगेँ हाम्रो भानिसलाई सुरुमै। ल नानी गड ब्लेस यु। ल ल हाम्रो फुपू घर अब खै फुपूहरू चाहिँ फुपूको चाहिँ यस्तो दामी छ कि यो कुकुर चाहिँ। यहाँ हेर त हेर्नु न यस्तो लारे पर्चिन्छ। छिटो आइज के भन्छ यसको नाम? हाम्रो फुपू अघि भेट भइहाल्यो हो। ओइ छिटो आइज हामी चाहिँ अहिले फुपूकोमा छौँ घुममा कि। यहाँ कोइरिस पेट्रोल पम्पमा थिएँ। बस अरे यहाँ छोडिराख्नु अरे तिमीलाई। यो चाहिँ युमी हो, पुरा गोल्डन रिट्रिभर भन्छ यसलाई चाहिँ है। पुरा मोटा छ यो, पुरा फ्रेन्डली छ क्या। मोटा होइन भने अझ दामी देख्छ नि यसलाई हो। रम त हेर न अन्त आम्बो। यहाँ हेर कहिले नदेखेको मान्छेसँग पनि यस्तो हुन्छ है। टर्की देखाइदिनु र टर्की। यहाँनिर टर्की हेर्नुहोस् है। सायद मैले पहिले पनि देखाएको थिएँ होला यहाँनिर। टर्की चाहिँ भालेर पस्थो रहेछ। आम्बो के दामी देखेको हौ। छिटो घाँटी चाहिँ तर घिन लाग्दो हुन्छ यसको। उयो हेर न उनका त्यो गर्दैछ। हेर के दामी देखेको है। यहाँ देखाउँदा पनि यस्तो भ्यू फुपूको छतबाट यस्तो दामी भ्यू देख्छ नि। यो चाहिँ हाम्रो पर यो डाँडा देख्दै गरेको चाहिँ हाम्रो बिजनबारी जाने बाटो त्यहीँबाट छ। भिडियो गर्दैछु नि। यहाँनिर चाहिँ यो खाली जग्गामा चाहिँ मेला लाउँथ्यो हो। यो साल चाहिँ लाग्यो जस्तो लाग्यो। भ्यू चाहिँ राम्रो छ यहाँको। ल अब हामी चाहिँ फुपूको घरबाट निक्लिसक्यौँ होइन। अन्त अलिकति
यहाँ हाम्रो भाइ चाहिँ पुऱ्याउनु आएको थियो कि अन्त भाइलाई चाहिँ एकदम धन्यवाद एकदम मिठो खाना दियो हामीलाई भाइले हो बिचरा उसको हातले पकाएर हामीलाई खाना पनि खुवायो अनि हामीलाई बाटोमा छोड्नु आएको भाइ चाहिँ हो भाइलाई फेरि धेरै धेरै धन्यवाद ल मिठो खानाको लागि यहाँ चाहिँ हाम्रो फुपूको छोरा हो सिम्पल आम्मा कस्तो शान्ति लाग्यो नि मलाई नेपाली खाना हो नेपाली अन्त गुन्द्रुकको रस एकदम दामी है सानो सानो टमाटर हालेर अन्त के भन्छ त्यसलाई त्यो लोकल मसिनो टमाटर क्या कस्तो मिठो भयो फेरि पनि हामी चाहिँ अब ग्यारेज आइपुगेर पनि गाडी चाहिँ निकालेर चाहिँ ऊपर राखिदिएछ हाम्रो गाडी हो अब यसलाई घर लगेर जानु मात्रै बाँकी रह्यो हाम्रो मजाले पेट पूजा पनि भइहाल्यो हो शान्ति भयो रेडी गरिदिरहेको रहेछ अब हामी चाहिँ गाडी पनि लगेर चाहिँ जाँदैछौँ कि तर जाँदै गर्दा चाहिँ अब अलिकति फेरि हाम्रो प्लानिङ चेन्ज होला जस्तो भयो आज चाहिँ जे पनि हाम्रो चाहिँ प्लानिङ बिनाको चाहिँ हो किनभने चाहिँ अब म आउने त्यस्तो उयो पनि थिएन तर अब सिबुले जाउँ म एक्लै हुन्छु भनेर उसले भन्दा चाहिँ अब मैले पनि सोचेँ कति घरको काम 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 भनेर होइन बेला बेला बुढाबुढी निक्लिनु पनि पर्छ नि त हो कि होइन भन त निस्किनु पऱ्यो नि त बेला बेला बुढाबुढी हो त्यही कारण चाहिँ अब म पनि चम्केर त आएँ अन्त आएर पनि अब फुपुकमा जाने पनि हाम्रो प्लानिङ थिएन होइन त्यहाँ पनि अब प्लानिङ बिना नै हामी त्यहाँ पुगेर पनि खानासाना मजाले खाइपी गरेर पनि अब निक्ल्यौँ त्यही भएर गाडी पनि अब चकाचक भइहालेछ होइन अन्त अब उसले चाहिँ अब कहाँ जानु भन्दैछ अब कहाँ जानुको लागि पनि के भन्छ सोच्नु पर्यो फेरि एक त उयो हुनु पर्यो के भन्छ त्यो लोकरा के भन्छ के साम्बा बारे के साम्बा अब त्यही हो जानुको लागि चाहिँ अब तगडा हुनु पर्यो अब त्यो के भन्छ यस्तो यसलाई के भन्छ लोकरा चाहिँ अब तगडा हुनु पर्यो नि त त्यही कारण चाहिँ अब आफूमा कति छ त्यो हिसाबले हुन्छ नि त अब हेरौँ अब यहाँ परसम्म कता जान्छौँ होला हो अब निक्लेपछि चाहिँ त्यही हो अब अलिकति घुमिराखेर जाउँ न भनेर चाहिँ अब यहाँ गाडीमै सल्लाह हुँदैछ हाम्रो चाहिँ र अब हाम्रो चाहिँ बुढाबुढीको चाहिँ प्लानिङ चाहिँ के भयो भन्दा सल्लाह गर्दा गर्दा लामाहट्टा जाने चाहिँ हाम्रो सल्लाह भयो होइन किनभने अब लामाहट्टा चाहिँ म कहिले गएको छुइनँ नि त अनि मेरो चाहिँ कहिलेदेखि इच्छा लामाहट्टा म जाने मेरो रहर थियो होइन त्यही कारण चाहिँ अब मेरो पतिदेवले चाहिँ लामाहट्टा जाउँ तिमीले देखेको पनि छैनौ भनेर चाहिँ अब हामी चाहिँ लामाहट्टातर्फ हामी लागिसकेका छौँ होइन अनि घरको यो भिडियो हेर्दै गर्दा चाहिँ हाम्रो घरकोहरू पनि सबै पर्छ होला किनभने हामी चाहिँ अब गाडी ल्याउनु खालि आएको तर आज अन प्लानिङ चाहिँ यति साह्रो हाम्रो के भन्छ फुपूकोमा जाने पनि हाम्रो प्लानिङ थिएन त्यो पनि अन प्लानिङै हो नि सडन्ली अब हामी फेरि लामाहट्टातर्फ गइरहेका छौँ अनि के हो भन्दा चाहिँ अब सधैँभरि घरमा बस्दै तपाईँलाई थाहा छ होइन अब हाम्रो कुखुराको व्यवसाय कुखुरा काट्दै अनि सुँगुरहरू पाल्दै घरकै काम 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 भन्दा चाहिँ अब यति साह्रो कोही बेला चाहिँ अब दिक्क हुन्छ कि अनि बाहिर कोही बेला चाहिँ माइन्ड पनि फ्रेस गर्नु मन लाग्छ त्यही कारण चाहिँ अब बुढाबुढी निक्लिँदा त हो अब अरू बेला त त्यस्तो पाइँदैन त्यही कारण चाहिँ अब हामीले प्लानिङ गऱ्यौँ अब यो पनि अचानक अनि हामी लामाहट्टा जाँदैछौँ अनि आज पनि बिहान घरबाट निक्लिँदा चाहिँ सबै बिहानै उठेर सुँगुरको चारो सारो बनाउने काम गरेर होइन कुखुरालाई पनि ठिक ठिक जग्गाहरू हामीले राखेर अनि कुखुरा काटकुट गरेर पनि हामीले चाहिँ अब बेच्नुको लागि चाहिँ मैले आमालाई चाहिँ बन्दोबस्त आज गरिरहेको छु अनि मलाई आज ढुक्कै भइरहेको छ मेरो कुखुरा बेच्ने चाहिँ आमालाई मैले प्रबन्ध गरेको छु होइन अनि अचानक भएको कारणले गर्दाखेरि आज चाहिँ एकदम हामी चाहिँ के हो मजाले अब हामीले घुम्ने मौका पनि पाइरहेका छौँ होइन अब बुढाबुढी त हो खाना पनि ड्याममै भइहाल्यो अलिकति पैसाले पनि अब बुढाबुढी छ भने त म्यानेज भइहाल्छ नि त अब तेल पनि हालिहाल्यो गाडीमा अब चाहिएको हामीलाई यसो त्यो लामाहट्टा देख्नु त हो त्यही कारण चाहिँ अब लामाहट्टा हामी जाँदैछौँ ल हामी चाहिँ लामाहट्टा अब आइसक्यौँ हो अन्त टिकट काट्यो सिबु हामीलाई चाहिँ अब फ्री गरिदियो अरे होइन अन्त अब लु हामी चाहिँ पसिङ म चाहिँ फर्स्ट टाइम
लामाहट्टा, तर पनि मलाई अब देख्ने बित्तिकै चाहिँ मन पर्यो। अब शान्तको माहौल रहेछ नि त, टुरिस्टहरू चाहिँ अलिक रहेछ, त्यस्तो भिडभाड चाहिँ छैन रहेछ। हामी चाहिँ लामाहट्टाभित्र पसिसकेका छौँ है। र विशेष यहाँको खासियत चाहिँ अब यो पाइन ट्री हो। अनि अब हामीलाई त मजा लाग्छ होइन, टुरिस्टहरूलाई अभियसली त्यसै पनि मजा आइहाल्छ। र मेरो चाहिँ सेकेन्ड चोटि हो यो। धुप्पी उकालो गयो भने चाहिँ माथि चाहिँ लेक छ क्या, प्रायः मान्छेहरू जाँदा लेक छ, लेक झिल झिल झिल। अन्त यहाँनिर अहिले यस्तो बनाएको छ। म धेरै अगाडि पसेको थिएँ हो। र हामी अलिकति आज अनप्लानिङ हामी घुम्नु आउँदैछौँ र यस्तो नै मजा आउँछ है। दामी छ हेर्नुहोस् हाम्रो यो प्लानिङ गरेको चाहिँ कहिले पनि सक्सेस हुँदैन नि त। पहाडको सुन्दरता हो यो धुप्पी चाहिँ। अब हामी यहाँनिर जान्छौँ, यहाँनिर पहिले फोटो खिच्नुपर्छ त्यहाँ। अब चाहिँ फर्स्ट हामी यहाँनिर जाने, यहाँ चाहिँ हामी बुढाबुढी फोटो खिचौँ है। पर्ने त यो चाहिँ रुखमा क्या धुप्पीमा चाहिँ दिएको छ यसको मेन पोस्ट चाहिँ। र हेरौँ न यहाँ भ्यू यहाँबाट है। यहाँ यस्तो छ नि त, दामी बनाएको छ धुप्पीबाट। यहाँबाट हामी भ्यू हेर्छौँ एकताल। मन पर्यो यहाँ फोटो खिच्नुपर्छ है। आज कहाँ गएको मान्छे कहाँ आइपुग्यो हामी। आज टुरिस्ट जस्तो भएर हामी घुम्दैछौँ आज चाहिँ। कोही बेला त आफ्नो जग्गा पनि घुम्नु पऱ्यो नि त। अब के दामी देखेको है। म चाहिँ पहिले टुरिस्ट खेप्दा चाहिँ प्रायः जग्गा नै घुमाइसकेँ, तर म आफै चाहिँ घुमेको छुइनँ क्या खास लोकेसनतिर। पार्किङमा बस्यो त्यति नै हो। आफ्नो पहाडको सुन्दरता आफूलाई थाहा थिएन हो। मजा आउँछ क्या। हेर्नुहोस् कस्तो ब्युटिफुल है, नेचुरल छ क्या। घुमाएन अन्त थियो कि आजलाई त कस्तो लाग्यो। त्यहाँ बस न, मन खुस, कम बजेटमा पनि मन खुस। मजा आयो है। कोही बेला मजा आउँछ निस्किनु क्या, बिन्दास निस्क्यो। घरको काम चाहिँ हाम्रो घरको काम चाहिँ त्यतिको छ र पनि हामी बिन्दाससँग चाहिँ आज घुम्दैको, किनभने मनमा अशान्ति लिएर चाहिँ मजा आउँदैन नि त घुम्नु है। यहाँ दिदीहरूले चाहिँ अब हामीलाई ड्रेस छानिदिनु हुँदैछ होइन। अन्त ड्रेस आफ्नो अब अप्सन दिँदो रहेछ अब कुन चाहिँ लाउने। अनि मैले चाहिँ गुरुङ ड्रेस छाने। अनि आज चाहिँ बुढाबुढी चाहिँ लु झलल अब ड्रेस लाएर। लामाहट्टामा चाहिँ यस्तो हाम्रो ट्रेडिसनल ड्रेसहरू पनि पाउँछ है। र प्रायः हाम्रो मान्छेहरू यहाँ पसेको छैन र प्रायः यो चाहिँ टुरिस्टहरू लगाएर खिच्ने गर्छ। आज चाहिँ हामी आफ्नै जातीय लुगा लगाएर चाहिँ हामी फोटो खिच्ने, इन्जोय गर्ने है। र अनुखा चाहिँ रेडी हुँदैछ। त्योपछि म दौरा सुरुवालमा देखेको छैन, मजाको देखेको छ फोटोमा हेरौँ न। लु म चाहिँ अब यतिको चाहिँ सजिसकिसकेँ हो। कस्तो देख्छ जस्तो लागेको थियो कि, तर यतिको चाहिँ सुहाउँदैन रहेछ। अनि अर्कोपट्टि चाहिँ मेरो पतिदेव चाहिँ रेडी हुँदैछ दौरा सुरुवाल। तर सुरुवाल चाहिँ छैन दिदी, यो माथिको खाली रहेछ हो। हामीलाई खिच्दिनुस् न ल। ए यो साइडमा गर्दै लु अब मेरो बुढा पनि यतिको चाहिँ अब मजाले सजिसक्यो। पक्का नेपाली त अब भयो त है। खुकुरी पनि राम्रोसँगले भिड, अहिले बाटोमा काम लाग्छ। ल हामीले चाहिँ अब ड्रेस लगाइसकेर चाहिँ एउटा चिनोको लागि चाहिँ फोटो खिच्न जाँदैछौँ। र हामी यहाँ अलिक तलतिर जाँदैछौँ है। अब फोटो पनि खिच्ने नि त हामी है, मजाले मजा आइरहेको छ। दुईजना त सुहाएँ। हामीलाई के कस्तो देख्यो कमेन्ट गरिदिनुहोस्। बेहुला बेहुली भएको हो, मलाई त अहिले बेहुला बेहुली भएको जस्तो लाग्यो। मेरो त खुकुरी बेड झर्छ होला नि हौ। बचपनमा बेहुला बेहुली भएको लागि। ल हामी चाहिँ भिडियो सिडियो गऱ्यौँ है। यो हाम्रो गोर्खाको चिनारी एउटा काठको छ, मजा आउँछ यो ड्रेसमा चाहिँ हो। र अहिले हाम्रो फोटो चाहिँ 6-7 मिनटमा निस्किहाल्दो रहेछ। डिएसएलआर क्यामेराबाट बबाल निस्क्यो, फोटो पनि मजा लाग्यो। र थम्बनेलमा हालिसकेको छौँ त्यो भिडियो है। र तपाईँहरू आयो भने यहाँनिर ड्रेस लगाएर, आफ्नो जातिको ड्रेस लगाएर फोटो खिच्नु नभुल्नुहोस् होला भनेर म तपाईँहरूलाई यहाँबाट यही भन्न चाहन्छु। र हामी एकछिन घुमेर अब हामी
किनभने हाम्रो लामो घुमाइ भयो कि अब हामी यहाँबाट चाहिँ निस्किन्छौँ भनिसकेको छ। अब हामी चाहिँ अब सबै घुमफिर गरिसकेर चाहिँ नि हाम्रो यहाँ भाइकोमा चाहिँ हामीले चाहिँ फोटो खिचेको थियौँ नि त। अन्त फोटो चाहिँ एकदम दामी दामी भाइले निकालिदिएको छ हो। अनि एउटा चाहिँ हामीले फ्रेम बनाएर लाँदैछौँ। अलिकति खै भाइ हेर्छु नि अलिकति। लु नेपालीको हिरो हिरोइनी है भाइ, हिरो हिरोइनी जस्तो देख्छ है। लिम्बू जस्तै देख्छ तपाईँलाई। मलाई लिम्बू जस्तो देख्यो अरे भाइले निको। हामी चाहिँ अब के सानो पार्क हो प्रायः हामी घुमिसक्यौँ क्या। अब हामी यहाँबाट निस्किने र अब गरिबस्दा फेरि त्यही जग्गा पुग्छ र हामी त्यो गरि नबस्ने। अहिले चाहिँ फोटो खिचिसक्यौँ हामीले। फोटो खिचिसकेर चाहिँ अब हामी इच्छा पुरा भयो मेरो फोटो खिच्ने नसोचेको जग्गामा ड्रेस आयो लाएर है। अब चाहिँ हामी भिडियोलाई अन्त गरिरहेका छौँ। यति बेला त तपाईँहरूले हेरिदिनु भएको लागि हामी धन्यवाद दिन्छौँ। फेरि पनि हामी नेक्स्ट ब्लगमा आउनेछौँ। यदि तपाईँहरू नयाँ छ भने सब्सक्राइब गर्नु, लाइक अनि सेयर गर्नु नभुलिदिनुहोस्। सपोर्ट गरिदिनुहोस् अनि सबैजनालाई बाई बाई।